ल गाइज टुरिङ बाइक यो रोयल इनफिल्ड जस्तो लाग्यो दुश्मनहरूलाई चाहिँ यहाँनिर झ्याप्पै बसाइदिनु जस्तो लाग्छ क्या वी विल गो टु पुलिस स्टेसन अफिसरले मलाई के भन्यो भने नेक्स्ट टाइम यु हेभ टु साइन फुल बन्छ फुलिरहु क्या शीतल छ हेर्दै Alright, it's your boy Happy. Welcome back to the channel and thank you so much for watching my YouTube videos. आज हामी फेरि एउटा नयाँ भिडियो लिएर आइसकेको छौँ हामी चाहिँ के हो के हेरेको चोर जस्तै मेल ल लोटरी पल्लै हिँड्ने त्यहाँनिर लोटरी पल्दा पनि मालामाल हुन्छ यस्तो वेदर देखेर चाहिँ मन क्या खुसी हुन्छ पानी पनि नपर्नु घाम पनि नलाग्नु यतिको चाहिँ शीतल जग्गा राख्नु क्या अनि एकैछिनमा पानी पर्छ आज पानी पर्यो भने भोलि पर्दैन अहिले परिरहेको छ भने भोलि फेरि पर्दैन यहाँ प्रेडिक्ट गर्न सकिँदैन क्या यहाँको वेदर चाहिँ र सधैँ चाहिँ आज पनि मलाई कम्पेनी गर्नुहुँदैछ हाम्रो सोनियाजीले हेलो सोनियाजी वेलकम ब्याक टु माई च्यानल ओ माई गड स्वाग फेरि फाल्टै छ हौ मान्छेहरूको यहाँ त यहाँ न ओ हाम्रो ओटिडी माई एनबी हर मार्टिन वाउ बेसिकली म यसो कहिलेकाहीँ चाहिँ रनिङ अनि यसो लाइट एक्सर्साइजको लागि चाहिँ कतातिर निस्किन्छु भन्दाखेरि चाहिँ चट्ट जहाँसम्म आउँछु त्यहाँदेखि चाहिँ सर यता छ क्या ट्र्याकै छ क्या साइक्लिङको ट्र्याक छ अनि त्यो ट्र्याकमा चाहिँ लाइक रनिङहरू पनि गर्न मिल्यो वकिङ गर्न मिल्यो त्यहाँनिर पार्क पनि छ त्यो पार्कमा चाहिँ लाइट एक्सर्साइज गर्नेहरू हुन्छ नि हेभी होइन नेपालतिर पनि बनाएको हुन्छ नि सानो पार्कतिर एक्सर्साइज गर्ने ठाउँहरू हो त्यस्तोहरू छ कि त्यहाँनिर ठाउँमा छ सबै किसिमको छ नेपालमा पाइने भन्दा पनि अलिक धेरै भेराइटीको छ जस्ट वेल टाइम स्पेन्ड हुन्छ त्यहाँनिर चाहिँ तर यो यस्तो मौसमले गर्दाखेरि चाहिँ अलिकति क्यान्सल हुन्छ ज्याउ हुन्छ क्या कहिले अब जानु भने रेडी परिन्छ डर पानी परिन्छ तनाव अनि अब सुरुमा हामी जानुपर्ने भनेको चाहिँ लाइब्रेरी छ त्यो लाइब्रेरीमा जाने त्यहाँनिर अलिकति पेपरहरूलाई चाहिँ बाहिर निकाल्नुपर्ने छ प्रिन्ट गरेर अनि यहाँको सिस्टम फेरि फाल्दै छ क्या नेपालको जस्तो छैन यहाँनिर अरूको यो वर्किङ अराउन्ड पनि मेरो पछाडि देख्नुहुन्छ भने चाहिँ यो चाहिँ सनसाइन सेन्टर भन्दा पनि भयो सेन्टर नै चाहिँ होइन तर स्टेसन छ यहाँनिर ट्रेन बस स्टेसन छ आउट अफ भन्ने मेन हाम्रो सो किप अन ट्युनिङ यो भिडियोलाई हेरेर सपोर्ट दिनु होला एउटा लाइक र कमेन्ट चाहिँ हालिदिनुहोस् पैसा लाग्दैन यहाँनिर एकदमै इम्प्रेसिभ कुराहरू चाहिँ कति धेरै छ क्या तीमध्येमा चाहिँ अलिक मलाई झलसै याद आएको भनेको चाहिँ पानी पिउनको लागि अनि शौचालय ठाउँमा जस राखिदिएको छ कहिलेकाहीँ अब मान्छेहरूले चाहिँ एमर्जेन्सी पर्छ अनि वी डोन्ट निड टु पे इभन पेनी सेन्ट अलिकति पैसा पनि दिनै पर्दैन त्यसको लागि चाहिँ लाइक वेल मेन्टेन सिस्टमेटिक नै इन्टरभ्यू लिउँ न त तपाईँ अनि सोनियाजी तपाईँ अस्ट्रेलिया बस्नुभएको कति वर्ष भयो 3 इयर्स कम्प्लिट है दसैँ आउन लाग्यो दसैँको रहल पहल कस्तो छ छैन खिला ठिकै छ काम छ यो तपाईँको कुन फर्स्ट सेकेन्ड थर्ड कुन दसैँ हो थर्ड दसैँ है ल ठिक छ ह्याप्पी दसैँ ल गाइज टुरिङ बाइक यो रोयल इनफिल्ड जस्तो लाग्यो टुरिङ बाइक इट्स भेरी रेयर टु सी 2 व्हिलर्स यतातिर चाहिँ यो यस्तोहरू देख्दाखेरि चाहिँ मलाई चाहिँ दुश्मनहरूलाई चाहिँ यहाँनिर झ्याप्पै बसाइदिनु जस्तो लाग्छ क्या होइन तर अफसोस दुश्मनै छैन ल आज फ्राइडे एन्ड फ्राइडे चाहिँ जहिले यस्तो हङकङ मार्केट हुन्छ अस्ति पनि देखाएको होला मैले यहाँनिर हङकङ मार्केट इटरीको याद आयो है हङकङ मार्केट कपडाहरू हुन्छ यहाँनिर जुत्ताहरू हुन्छ यहाँ मात्रै हेर्नु त पारिपट्टि पनि हुन्छ उतातिर पनि हुन्छ हेर्नु चाहिँ रमाइलो हुन्छ साउन्डहरू चाहिँ कतिको जिनियन नआइदियो मलाई चाहिँ किनभने अहिलेसम्म मैले पर्चेस गरेको छैन यहाँनिर स्निकर्सहरू छ यहाँनिर दामी स्निकर्स A few moments later. यो पार्ट कस्तो दामी देखेको क्या यहाँ हाम्रो सपिङ गर्ने वुलिज छ यहाँभित्र सपिङ गर्छौँ अनि यतापट्टि चाहिँ आल्डी छ अनि यहाँनिर चाहिँ कस्तो दामी हरियो रुख अनि बिचमा पेभमेन्ट दामी देखेको है वाउ लाग्यो मलाई त्यही भएर एकछिन हल्का सानो सर्ट लिइदिइहालेको मैले अब सुरुमा यहाँ आउने बित्तिकै काम त पाइँदैन होइन अनि म यहाँनिर त्यस्तै 3 महिना 2.5-3 महिना जति चाहिँ म त्यत्तिकै बसेँ क्या रुममै बसेँ खाएँ बसेँ सुत्यो खाएँ बसेँ सुत्यो अनि यहाँनिर मलाई सुरुमा इस्यु प्रब्लम भएको चाहिँ के हो भन्दाखेरि चाहिँ सुरुमा त के भयो तर म अहिले सम्झेको चाहिँ म भनिहाल्छु अब त्यत्रो 2-2.5 महिना काम नगरिकन बसेको एक्कासी अब प्लेसमेन्टको लागि जानु पर्दाखेरि मर्निङको मात्रै थियो मर्निङमा फेरि 7 बजीदेखि 3 बजीसम्मको प्लेसमेन्ट जाँदाखेरि चाहिँ आई हेड टु वेक अप लाइक अराउन्ड 5:30 5:40 तिर उठेर चाहिँ रेडी भएर चाहिँ मुखसुख दिएर चाहिँ आमाई घर कति चिसो हुन्छ झन् यो मेलबर्नमा 1-2 दिन चाहिँ मलाई गाह्रै भएको थियो
पछिबाट एडजस्ट भयो जिउ पनि दुखेर हो ज्वरो पनि आएर सुरुमा चाहिँ अलिकति अब ग्याप भएर त्यस्तो भएको ल लङ ग्याप पछिबाट चाहिँ मलाई बानी बस्यो त्योभन्दा अगाडि मलाई यहाँनिर आएदेखिको चाहिँ मलाई प्रब्लम भएको के हो भन्दाखेरि चाहिँ वेदर अनि यहाँको पानी अलिक डाइजेस्ट भएन बुढी ढाडेर हो ग्यास रक्तो गई खाना पनि पर्दैन टोइलेट जाने पनि समस्या भएको थियो पछिबाट त खाना त थोरै जान थालेको छ आजले खाना चाहिँ देखिसक्नु खाना खाएको कहाँ हट्यो नाइस आर्ट कस्तो दामी देखाएको है कसरी बनायो होला यत्रो ठुलो चाहिँ कस्तो दामी छ बाटोमा हिँड्नलाई गाडीको लागि बाटो छ साइडमा हिँड्नलाई हाम्रो लागि बाटो छुट्टै छ वा ओके सो आजको हाम्रो मेन काम चाहिँ के हो मैले भन्नै बिर्सिन्छु तपाईँको आजको हाम्रो मेन काम चाहिँ के हो भन्दाखेरि चाहिँ विल गो टु पुलिस स्टेसन जाने अनि त्यहाँनिर एक दुईवटा डकुमेन्टहरू छ त्यहाँ चाहिँ अब रेफ्री अब चेक गराउने अब अरू ठाउँतिर पनि गर्छ भेरिफाई अनि अब अरू ठाउँतिर पनि गराउँछ लाइक केमिस्टहरूतिर पनि गराउँछ होइन मेडिकलहरूतिर पनि गराउँछ तर दे चार्ज मनी अब यो सित्तैमा सुविधा पाउँछ मैले पैसा किन तिर्ने भनेर चाहिँ अब अलिकति बरु पैदल यात्रा गरेर अलिकति दुःख गरेर सित्तैमा बरु त काम हुन्छ भने लेट्स डु इट त्यसैले गर्दाखेरि चाहिँ वेयर हेडिङ पुलिस स्टेसन त्यो फेरि फटाइ काम गरेर चाहिँ जाने खालको कुराले चाहिँ जान आँटेको होइन है गाइज हन्डा गीत गाइदिनु एकचोटि टिकटकमा भाइरल भएको एकचोटि मात्रै अनि म भन्दिनँ छिटो भूमि खातिर हिरो होन्डा बिर्स्यो 2 3 गो पुलिस चौकी यस्तो हुन्छ है यो चाहिँ सिग्नल हो साइनो पुलिस चौकीको अनि यो मेरो लेफ्टमा चाहिँ पुलिस चौकी छ यहाँको चाहिँ फोटो यहाँको छैन कुनैको जहाँको पनि पुलिस चौकी त भित्र गएर चाहिँ भिडियो बनाउनै हुँदैन मार्छ फेरि एक्चुअली मैले बिर्सेर थाहा नपाएको चाहिँ मैले भिडियो बनाएको थिएँ नेपालमै हुँदाखेरि क्या फर्काएको छ मलाई रवि यसलाई जेल सबै भिडियो खिचेको छ भनेर म क्या फर्काएको छ त्यहाँदेखि त काबुमा अब एकछिनमा भिडियो पर्छ एकचोटि काम सकेर Many unbearable hours later. सो म कहाँ थिएँ भने टन्नै टाइम लाग्यो 2-3 घन्टा त लागेन खोइ पनि तर जहाँसम्म लाग्यो जस्तो लाग्यो यति बिजी थियो हाम्रो त्यहाँ अफिसर्सहरू काम चाहिँ केही पनि होइन तर तसँग उहाँले यसो हेर्ने भेरिफाई गर्ने मेरो आइडेन्टिटी चेक गर्ने होइन हो कि होइन यो मान्छे भनेर सिग्नेचर मैले अगाडि नै गरेको छु अफिसरले मलाई के भन्यो भने नेक्स्ट टाइम यु हेभ टु साइन इन फ्रन्ट अफ अस त्यसपछि म त नि हस् भने अब ज्ञानी हुनु पऱ्यो मामा हो अब मामा अरू बेला पनि धेरै काम लाग्ने हुन्छ होइन यो बाटो चाहिँ म प्लेसमेन्ट जाँदाखेरिको बाटो रहेछ गाइज सर त लान्थेँ मलाई अलिक मलाई झसङ्ग याद आयो क्या कहाँ देखेको थिएँ हाम्रो पुलिस चौकी मामाहरूको घर भनेको त मामा घर त नजिकै छ क्या दसैँ तिहारमा अब जानुपर्छ त्यहाँनिर दसैँमा ओके काम सकेर हामी यहाँ प्लाजातिर आएको छौँ म त यता पर घुमेर जानुपर्छ क्या बिहान खाजा खाएको के खाएको छैन भोकलाई कहाँ भइसक्यो हो हाम्रो ग्रोसरी सपिङ गर्न आउँछ यहाँनिरको वुल्सवर्थमा सबै पाउँछ लगभग सबै पाउँछ तर पैसा चाहिँ अलिकति फरक पर्छ अलिकति फरक पर्छ अनि बाहिर चाइनिजहरूकोमा भेजिटेबल्समा फरक पर्छ अनि जहाँ सस्तो तिमीहरू उठाउँछ हाम्रो सामानहरू कस्तो दामी घाम लागेको छ है यो चाहिँ फेरि अर्कै दिन है गाइस अस्ति भ्लग बनाउँदै बिच बाटोमा त्यस्तै भइहाल्यो है यस्तो सँगै गएको हामी जाँदाखेरि अस्तिको त्यो भिडियोमा चाहिँ फर्किँदाखेरि त कहाँ एकजना भएको थियौँ हामी त नि अनि कहिलेकाहीँ त्यस्तै हुन्छ अनि आज फेरि कन्टिन्यू त गर्नु पऱ्यो है कन्टिन्यू पनि अति ढिलो कन्टिन्यू गरेँ क्या अब भोलि पर्सि छ दसैँ अनि अब भोलि चाहिँ अनि हाम्रो सेनाजीको काम छ अनि सपिङ गर्न बाहिर अनि अलिक गाह्रो हुन्छ पर्सिको लागि चाहिँ हामीले अझै 1-2 हल्का सपिङ गर्नुपर्ने दसैँ त मनाउनु पऱ्यो गाइज अब दसैँमा स्पेसल फिल त्यस्तो केही छैन है दसैँमा अब के मासु खानुपर्छ मासु भात खानुपर्छ भन्दा पनि त्यो चाहिँ हाम्रो अब डेली मिल नै हो र पनि एउटा अब स्पेसिफिक तरिकाले चाहिँ लाइक रोस्ट बनाएर चाहिँ साथीभाइहरूले हल्का इन्भाइट गरेर चाहिँ आज धेरै जस्तो केही सपिङ नगर्ने चिकनहरू छ रोस्ट गर्नुको लागि चाहिँ अनि फलफुलहरू छ कस्तो घाम तरिको भाइ बफ्रे यहाँनिर हाम्रो लाइब्रेरी छ लाइब्रेरीको ठ्याक्क अपोजिट साइडमा चाहिँ यहाँनिर चाहिँ फ्रेस सप छ क्या यहाँनिर चाहिँ लाइक फ्रेस माछाहरू पाइँदो रहेछ लाइक
फ्रोजनको कम्पेरिटिभली चाहिँ है त्यस्तो फ्रेस नै चाहिँ होइन तर फ्रोजनको कम्पेरिटिभली चाहिँ फ्रेस नै हो हिजो हामी लगेको थियौँ अब आज पनि यो रहन्छ मान्छेको टन्नै भिड हुन्छ यहाँनिर जस त्यहाँनिर छ सुँगुरको खुट्टा यो चाहिँ त्यहाँ चाहिँ सुँगुरको परङहरू छ बेली पनि त्यहाँ छ र चिकनहरू छ चिकन विङ्सहरू लानुपर्छ सही एन्टिक पिस छ यहाँनिर चाहिँ ट्र्याक्टर यो चाहिँ डिस्प्लेको लागि मात्रै होला हामीले यहाँ माछाहरू किनौँ के छ एक केजी ड्रमस्टिक छ अनि 1 केजी चिकन विङ्स अनि एउटा चाहिँ पर्कको जिब्रो छ त्यो चाहिँ मेरो लागि यो दामी बनाएर खाने छ आज अब यहाँबाट चाहिँ हामीले ग्यासको यहाँ चाहिँ फलफुलहरू लिनुपर्छ दामी दामी फ्रेस पाउँछ फलफुलहरू यस्तोमा चाहिँ स्याउको भेराइटी छ यहाँनिर पर अर्कै स्याउ हरियो यहाँ अर्कै यहाँ अर्कै यहाँ अर्कै यहाँ अर्कै त्यहाँ अर्कै त्यहाँ अर्कै सबै भेराइटी छ स्याउको ग्यासको पसलको चाहिँ मलाई एक्स्ट्रा चिज चाहिँ यस्तोहरू लाग्छ क्या माथि औजारहरू सबै छ औजारहरू राखिदिइरहेको छ कृषि औजारहरू म्यान गाउज थरीको छ मिठो बास्न रहेको छ आज ट्राई गर्नुपर्छ अस्ति ठुलोवाला लगेको ठिकै थियो त्यस्तो चक्लेटिस चाहिँ होइन आज सानोबाट ट्राई गर्ने यहाँ अन्डा प्रोटिन चाहिँ सेक्सनमा चाहिँ एक क्रेटलाई चाहिँ पुरै कति छ अहिले 30 प्याक अफ 700 ग्राम्सलाई चाहिँ $9.99 $10 भनौँ न ए यहाँ त यस्तो पनि रहेछ त के भन्छ यसलाई त भुइँकटर रुखकटर हो यो पनि रुखकटर चाहिँ देखिँदो रहेछ तर होइन रहेछ रुखकटर चाहिँ यहाँ त्यहाँ बाहिरको उता हेर्नुपर्छ दाम देखेको छ है अगाडि BMW छ घाम पनि चर्को लागिरहेको छ फेरि हो पानी पनि पर्ला जस्तो भइरहेको छ दिस इज द स्पेसियालिटी अफ मेलबोर्न सपिङ जन आजलाई दसैँको सपिङ यति नै हो हामी ग्यास कोसमा गऱ्यौँ यहाँ एउटा दामी यहाँमा ट्र्याक्टर देखेँ 1 पिस ट्र्याक्टर यसमा चाहिँ एउटा थम्बनेलको लागि भए पनि एउटा फोटो चाहिँ दामी लिन्छु बारी यहाँ छ भेजिटेबल्स मासु त्यहाँ छ मासु दारुलाई रेडी हो खै दाँत देखाउनु त मासु खाने दसैँको मासु खाने दाँत देखाउनु न यता हेरेर गरेर जिब्रो होइन हौ मासु ल अरूलाई चाहिँ थाहा भएन तर यसरी आफ्नो पालो यहाँनिर यसरी जाम हुँदाखेरि चाहिँ पर्खिँदाखेरि चाहिँ मलाई चाहिँ गाडी हेऱ्यो जस्तो भन्नुहुन्छ थरी गाडीहरू हुन्छ क्या कहिलेको त कत्रो एक्जस्टहरू बनाएको गाडी पनि आउँछ कहिलेको पुलिसको गाडी आउँछ कहिलेको थोत्रै गाडी पनि आउँछ खालको गाडी आउँछ क्या अनि अब यो मसिन भेहिकल 2 व्हिलर 4 व्हिलरहरूको चाहिँ अलिकति पहिलादेखि नै क्रेजी भएर होला राखेँ दसैँमा अब हामी त नन एल्कोहोलिक पर्सन चाहिँ म परेँ हामी चाहिँ भन्दिनँ म चाहिँ नन एल्कोहोलिक पर्सन परेँ स्मोकको त टाढै कुरा जाओ सो अब दसैँमा हामी केही पिउने भनेको चाहिँ कोक पिउने हो कोक पिउँदाखेरि चाहिँ अब हामीले कोक पिउने ग्लासै छैन मग छ त्यो पनि यसो चिया तातो कफी खाने मग हो अब यहाँनिर हरेक सामानहरू चाहिँ $2 भन्छ यहाँनिर सस्तो प्राइसमा चाहिँ राम्रो चिजहरू पाइन्छ म्याक्सिमम $2 हो अनि अब हामीले यहाँनिर कोक पिउनुको लागि चाहिँ ग्लास चाहिएको छ त्यही ग्लास हेर्नु जाने आँटेको छौँ हामी चाहिँ सेक्सनमा त आयौँ तर भने जस्तो पाइएन अलिकति च्याप्टोवाला भयो यो अलिक सानोवाला भयो त्यो टिपिकल कोक कोल्ड ड्रिङ्क्सहरू खानलाई चाहिँ नेपालतिर हामी युज गरिदिन्छ नि त्यो खालको ग्लास खोजेको त्यो चाहिँ भेटिएन अब अस्ति विश्वकर्मा पूजा पनि गरिएन किन गरेको भन्दाखेरि अब फलामको गाडी थिएन हामीसँग त यस्तो प्लास्टिक गाडी मात्रै थियो अनि अब फलामको गाडीहरूलाई पो पूजा गर्ने भनेर सुनेको थिएँ त्यही भएर चाहिँ पूजा नगरेको दामी रहेछ खै छोड्नु नै डोन्ट डिस्टर्ब मी ओहो भागो मार्छ अहिले यहाँनिर ए बुढो भइएछ यहाँको दामी कुरा चाहिँ मलाई के लाग्छ भने चाहिँ वाट एभर वी पर्चेज यहाँनिर चाहिँ हामीले चाहिँ एउटा गिफ्ट पाउँछ क्या इदर यो दुइटाबाट चाहिँ एउटा जे पनि गिफ्ट छान्न पाइन्छ त्यो $2 को यो हर सपबाट चाहिँ हामीलाई जे भए पनि एउटा फ्री गिफ्ट लानु भन्छ होइन तर उहाँले चाहिँ यस्तो फटाइ काम गर्नुभयो कि एउटा फ्री गिफ्ट लिनुपर्ने 2 दिएर उठाएछ यस्तो फटा काम गर्छ मान्छेहरू नेपाली जहाँ जुन ठाउँमा गए पनि आफ्नो छाप चाहिँ छोड्छन् है भनेको चाहिँ ये देखो ये वो इंसान जो इतना घटिया काम करती है बेजती काम यस्तो त गर्नु हुँदैन है फाइनली सक्यो सपिङ दसैँको लागि सपिङ यति नै हो यार आई डोन्ट नो मानिँदैन अब त्यसमा फर्स्ट टाइम मेरो पहिलो दसैँ हो देशदेखि बाहिर विदेशको पहिलो दसैँ मेरो कालो भइसक्यो आकाश हावा पनि चिसो आउँदैछ
तिमी अब पानी पर्छ होला युजुअली हामी चाहिँ यो कोल्ड ड्रिङ्क सेन्टर यहाँबाट लाने गर्थ्यौँ यहाँ चाहिँ खै एक्सन ब्रेकको लागि बन्द गरेको रहेछ अनि ट्रेन अनि हामी त्यहाँ रोसन मार्केटमा गएर चाहिँ 2टा जम्बो कोक छ त्यहाँनिर अनि 1 रेड बुल फर मी स्पेसल है मलाई चाहिँ स्पेसल बारी गएकोमा यो घर अस्ति नै हामी हिँड्दाखेरि चाहिँ भर्खर बनाउँदै थियो अहिले त बनाइसकेको छ कस्तो दामी बनाएछ घर के पऱ्यो हो कि हो अनि घर रेस्ट इन पिस फुर्दिनु पर्थ्यो गनाउँछ नि त यो पछि फेरि तर है यहाँको चराहरूले कागहरूले सिगलहरूले खान्छ है तर गनाउँछ क्या त्यसलाई अलिक मजाले है डिस्पोज गर्नु पर्थ्यो एभ्री मन्डे चाहिँ यो बिनहरू बाहिर राख्नुपर्छ इभिनिङमा अनि ट्युसडे मर्निङ चाहिँ जस्तै आज चाहिँ सबै सफा गर्छ अनि आज चाहिँ यहाँ सफा सबै लग्यो गार्बेज ट्रकले अनि पालो हुन्छ 1 विक हाम्रो पालो 1 विक मोदीको पालो 1 विक अनि घरको दाजु र दिदीको पालो हुन्छ पालो अनि त्यही भएर चाहिँ वेल मेन्टेन सफा हुन्छ है वातावरणहरू चाहिँ सिस्टमेटिकली सबै कुरा यहाँ चाहिँ टक 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 हुन्छ क्या हाम्रो टर्नमा चाहिँ शून्यले गर्नुहुन्छ साउन्डहरू यति नै हो यो वाला ग्लासहरू हामीले चुज गरे हो है दसैँ यो तिहारमा अब यसमा कोक खाँदै अब ज्याप्प माग्नुपर्छ कोक खाँदै अहिलेको लागि चाहिँ यो खाएर सेट्टी सुन्यो भेरी टायर्ड भारी बोकेर थ्याङ्क्स फर वाचिङ टिल द एन्ड ह्याप्पी दसैँ सबैजनालाई दसैँको पनि ब्लग बनाउँछु भेरी टायर्ड किप अन ट्रेनिङ साइनिङ अप यो बोय ह्याप्पी